अमेरिकाको कामदार भिसा कसरी प्राप्त गर्न सकिन्छ? अमेरिकाले प्रत्येक वर्ष 85,000 कामदार भिसा खुलाउँदै आएको छ। सो अनुसार यस वर्ष पनि मार्च 4 देखि मार्च 24 सम्म अप्लाई गर्ने समय सीमा तोकिएको छ, जसमा नेपालीहरू पनि योग्य हुँदै आइरहेका छन्। यस भिसालाई H-1B भिसा भन्ने गरिन्छ। यो भिसा हरेक वर्ष मार्च महिनामा खुल्ने गर्दछ। 85,000 भन्दा बढी आवेदन प्राप्त भएमा लोटरी प्रणाली मार्फत कामदार चयन गरिँदै आएको छ। लाभग्राहीले यो भिसा प्राप्त गर्नका लागि अमेरिकी कम्पनीले स्पोन्सर गर्नुपर्ने हुन्छ। सो कम्पनीले USCIS मार्फत लाभग्राहीको लागि भिसा आवेदन दिनुपर्ने हुन्छ। H-1B भिसाको लागि लोटरीमा छानिएका मात्र प्रक्रिया अगाडि बढ्न सक्छ। H-1B भिसाको लागि लोटरीमा छानिएपछि मात्र प्रक्रिया अगाडि बढ्ने गर्दछ। H-1B भिसा अमेरिकी सरकारले उच्च दक्षता भएका विदेशी कामदारहरूका लागि उपलब्ध गराउने अस्थायी भिसा हो। प्राय प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य सेवा, वित्त, अनुसन्धान आदिमा काम गर्ने पेशेवरहरूका लागि यो भिसा लोकप्रिय छ। यो भिसा योग्य हुनका लागि स्नातक वा सोभन्दा माथि हुनुपर्ने र अमेरिकी कम्पनीबाट रोजगारी प्रस्ताव पाउनुपर्ने बताइएको छ। यो भिसाको अवधि सुरुमा 3 वर्षको भए तापनि अतिरिक्त 3 वर्ष गरी जम्मा 6 वर्षको अवधि रहेको छ। थप जानकारीको लागि इमिग्रेसन लयर वा H-1B भिसा विशेषज्ञसँग सम्पर्क गर्न सल्लाह दिइएको छ। धन्यवाद।